आज हामी हाम्रो सोचलाई सफलतातिर लैजाने केही ठोस रणनीतिबारे कुरा गर्नेछौँ। हो र यो केवल सकारात्मक सोच्नुहोस् भन्ने जस्तो सतही सल्लाह मात्र होइन। होइन, बिल्कुल होइन। यो त हाम्रो दिमागलाई एउटा शक्तिशाली औजारको रूपमा कसरी प्रयोग गर्ने भन्ने बारेमा हो। हिलले यसमा सोचलाई व्यवस्थित गर्ने, नियन्त्रण गर्ने र त्यसलाई एउटा निश्चित लक्ष्यमा केन्द्रित गर्ने तरिका सिकाएका छन्। बिल्कुल। र हाम्रो आजको उद्देश्य पनि त्यही हो। हामी यो यात्रालाई 3 चरणमा हेर्नेछौँ। पहिलो, नयाँ अवसरहरू देख्नका लागि सृजनात्मक दृष्टिकोण कसरी बनाउने। दोस्रो, ती अवसरहरूबाट आएका हजारौं विचारहरूलाई कसरी छान्ने र व्यवस्थित गर्ने, जसलाई सङ्गठित विचार भनिएको छ। ठीक छ। र अन्त्यमा त्यो एउटा छानेको विचारमा आफ्नो सम्पूर्ण ऊर्जा कसरी लगाउने, अर्थात् नियन्त्रित ध्यान। ल, पहिलो पाइलाबाटै सुरु गरौँ न त, सृजनात्मक दृष्टिकोण। हुन्छ। यो किताबमा उद्योगपति एन्ड्रयू कार्नेगीको एउटा रोचक भनाइ रहेछ। उनले सृजनात्मक दृष्टिकोणलाई केवल कलाकार वा लेखकको सम्पत्ति नभएर अवसरहरू पहिचान गर्ने र त्यसमाथि काम गर्ने क्षमताको रूपमा व्याख्या गरेका छन्। हो, यो त हामी सबैलाई चाहिने कुरा भयो, होइन र? एकदम। र यो दृष्टिकोणको भनौँ न इन्जिन भनेको कल्पना हो। हिलले कल्पनालाई 2 भागमा बाँडेका छन्, जुन निकै व्यावहारिक छ। पहिलो हो संश्लेषणात्मक कल्पना। यसको अर्थ हो हामीले कुनै नयाँ कुरा आविष्कार गर्न शून्यबाट सुरु गर्नु पर्दैन। मतलब हामीले पुराना, पहिलेदेखि नै अस्तित्वमा रहेका विचार, सिद्धान्त वा योजनाहरूलाई नयाँ तरिकाले जोडेर केही मौलिक बनाउन सक्छौं। जस्तो थोमस एडिसनको बिजुली बत्तीको उदाहरण, उनले ऊर्जा र बत्तीको पुरानो सिद्धान्त नै प्रयोग गरेका थिए, तर समस्या के थियो भने त्यसबेलाका बत्तीका फिलामेन्टहरू, ती तारहरू छिट्टै जल्थे। हो, र त्यही उनको संश्लेषणात्मक कल्पनाले काम गर्यो। उनले विभिन्न सामग्रीहरू परीक्षण गरे र अन्तमा कोइला मतलब चारकोललाई तारको रूपमा प्रयोग गर्ने जुक्ति निकाले, जसले तापलाई लामो समयसम्म धान्न सक्थ्यो। यहाँ उनले कुनै नयाँ भौतिक विज्ञानको नियम बनाएनन्, केवल 2 पुराना अवधारणाहरू, बिजुली र कोइलालाई नयाँ तरिकाले जोडेर एउटा क्रान्ति नै ल्याइदिए। संश्लेषणात्मक कल्पना त बुझियो। यो त एउटा सिप जस्तै भयो जसलाई अभ्यास गर्न सकिन्छ। हो नि। तर कहिलेकाहीँ त दिमागमा अचानक बिजुली चम्के जस्तो गरी नयाँ आइडिया आउँछ नि, त्यसलाई चाहिँ के भन्ने? कि त्यो पनि कल्पना नै हो? हो, त्यसलाई हिलले रचनात्मक कल्पना भनेका छन्। रचनात्मक कल्पना यो त्यति बेला हुन्छ जब हाम्रो दिमागमा पूर्णतया मौलिक र नयाँ विचार आउँछ, जसको स्रोत हामीलाई पनि थाहा हुँदैन। यो अक्सर महान कलाकार, संगीतकार वा लेखकहरूमा देखिन्छ। कहिलेकाहीँ एडिसनको कोइला प्रयोग गर्ने विचार पनि त्यस्तै क्षणको परिणाम थियो होला। तर हिलको जोड के छ भने हामीले रचनात्मक कल्पनाको प्रतीक्षा गरेर बस्नु पर्दैन। हो र? हो, 99% सफलता संश्लेषणात्मक कल्पना अर्थात् पुराना टुक्राहरूलाई नयाँ तरिकाले जोडेरै प्राप्त हुन्छ। वाह, यो त निकै राहत दिने कुरा भयो। त्यसो भए हामीले आफ्नो कल्पना शक्ति, विशेष गरी त्यो संश्लेषणात्मक कल्पनालाई कसरी तिखार्न सक्छौं त? यसका लागि किताबमा 5 वटा सिद्धान्त दिएको छ। पहिलो र सबैभन्दा महत्त्वपूर्ण हो उद्देश्यको निश्चितता। उद्देश्यको निश्चितता? जबसम्म हामीलाई के चाहिएको हो भन्ने स्पष्ट हुँदैन, हाम्रो दिमागले समाधान खोज्न सुरु नै गर्दैन। लक्ष्य स्पष्ट भएपछि कल्पना आफै सक्रिय हुन्छ। हो। दोस्रो, मास्टरमाइन्ड सिद्धान्त, अर्थात् एउटै लक्ष्य भएका मानिसहरूसँग बसेर विचार विमर्श गर्दा यस्ता विचारहरू जन्मिन्छन् जुन एक्लै सोच्दा कहिल्यै आउँदैनथे। मलाई यो मास्टरमाइन्डको कुरा निकै मन पर्यो। नेपालमा गुठीको अवधारणा पनि त एक प्रकारको मास्टरमाइन्ड नै हो नि, होइन र? जहाँ एउटै उद्देश्यका लागि मानिसहरू एकसाथ आउँछन्। कस्तो राम्रो तुलना हो। त्यस्तै हो। तेस्रो सिद्धान्त हो अतिरिक्त प्रयासको सिद्धान्त। अतिरिक्त प्रयास? जब हामी कुनै काम मन लगाएर गर्छौं र त्यसमा अपेक्षाभन्दा बढी समय र ऊर्जा दिन्छौं, हाम्रो दिमागले त्यसलाई अझ राम्रो बनाउने नयाँ तरिकाहरू खोज्न थाल्छ। जस्तै एना भन्ने पात्रको कथा छ जो जनावरहरूको उद्धार गर्न मन पराउँथिन्।
उनको यही लगावले उनलाई जनावरहरूलाई मद्दत गर्ने नयाँ उपायहरू सोच्न उत्प्रेरित गर्यो। ए नरुदा, बाँकी दुई सिद्धान्तहरू लागू विश्वास र सङ्गठित प्रयास हुन् जसले हाम्रो लक्ष्यप्रतिको प्रतिबद्धतालाई दर्शाउँछन्। अवसरहरू हेर्नका लागि सृजनात्मक दृष्टिकोण बनायौं। तर अवसर देख्दैमा मात्र त भएन। मेरो व्यक्तिगत समस्या के हो भने मसँग आइडिया त धेरै हुन्छन्, तर ती सबै यति गोलमाल हुन्छन् कि कुन चाहिँमा काम गर्ने भनेरै अल्मलिन्छु। यो धेरैको समस्या हो। के यो पुस्तकले यसबारे के भन्छ? हो, र यही नै र दोस्रो स्तम्भ सङ्गठित विचारको भूमिका आउँछ। सङ्गठित विचार? विचारको भिडबाट सही विचारलाई छान्ने र त्यसलाई कार्ययोग्य बनाउने प्रक्रिया नै सङ्गठित विचार हो। यसका लागि तर्क चाहिन्छ, जुन दुई प्रकारका हुन्छन्। पहिलो हो आगमनात्मक तर्क। यो अज्ञात तथ्य वा सम्भावनामा आधारित हुन्छ। जस्तै आकाशमा कालो बादल देखेर पानी पर्न सक्छ भन्ने सोच्दै छाता बोक्नु। र दोस्रो चाहिँ निगमनात्मक तर्क भयो, जुन ज्ञात तथ्यमा आधारित हुन्छ। जस्तै यदि हामीलाई पिटर अविवाहित पुरुष हो भन्ने थाहा छ भने ऊ ब्याचलर हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ। यो त सिधा र सरल भयो। तर जीवन यति सिधा छैन नि। छैन। यहाँ सबैभन्दा ठूलो चुनौती अरूको विचार हो, जुन अक्सर तथ्यको भेषमा आउँछ। हिलले चेतावनी दिएका छन् कि अधिकांश विचार पूर्वाग्रह, डर वा अपूरो ज्ञानमा आधारित हुन्छन्। हो, त्यसैले तथ्य र विचार छुट्याउनु एकदमै महत्त्वपूर्ण छ। हो, र यो आजको सामाजिक सञ्जालको युगमा झनै सान्दर्भिक छ। परिवार र साथीभाइले दिने सल्लाह पनि त विचार नै हुन्। हो नि। उनीहरूले हाम्रो भलो नै चाहेका हुन्छन्, तर उनीहरूको सल्लाह सधैँ सही हुन्छ भन्ने छैन। बिल्कुल। किताबमा डायानाको उदाहरण छ, जसले जीवनको ठूलो निर्णय लिँदा सबैको सल्लाह सुन्छिन्, तर त्यसलाई तथ्य र आफ्नै अनुसन्धानसँग दाँजेर मात्र अन्तिम निर्णय गर्छिन्। त्यस्तै ब्रान्डन भन्ने पात्र छन्, जसले समाचार पढ्दा विभिन्न स्रोतहरू हेर्छन् र कुन चाहिँ निष्पक्ष छ भनेर आफै अनुसन्धान गर्छन्। यो भनेको आफ्नो दिमागको ढोकामा एकजना पाले राख्नु जस्तै हो, जसले तथ्यलाई मात्र भित्र पस्न दिन्छ। वाह, आफ्नो दिमागको पाले। कस्तो राम्रो बिम्ब। यो पालेलाई तालिम कसरी दिने त? यसका लागि नियन्त्रित बानी आवश्यक पर्छ भनिएको छ। मनलाई एउटा क्यामेरासँग तुलना गरिएको छ, जसलाई सही ठाउँमा फोकस गरिएन भने यसले अनावश्यक कुराहरू जस्तै गफ, अफवाह र चिन्ता मात्र कैद गर्छ। हो, र नियन्त्रित बानी विकास गर्ने तरिका हो पुनरावृत्ति। रेपिटिसन। पुनरावृत्ति यो शारीरिक पनि हुन सक्छ, मानसिक पनि। शारीरिक पुनरावृत्तिको लागि पेनेलोपको कथा छ, जसले आफ्नै बेकरी खोल्ने सपना देखेकी थिइन्। उनले हरेक दिन गर्नुपर्ने कामको सूची बनाउँथिन् र कम्तीमा एउटा काम पूरा नगरी सुत्दैनथिन्। यो सानो बानीले उनलाई सपनातिर निरन्तर डोर्याइरह्यो। र मानसिक पुनरावृत्ति चाहिँ के यो म सक्छु, म गर्छु भनेर आफैलाई भनिरहनु जस्तै हो? हो, त्यसलाई सकारात्मक पुष्टि वा स्वतः सुझाव भनिन्छ। तर यो केवल रटेर हुँदैन, विश्वासका साथ भन्नुपर्छ। मनोवैज्ञानिक एमिल कुएको प्रसिद्ध मन्त्र छ, हरेक दिन हरेक तरिकाले म अझ राम्रो हुँदै गइरहेको छु। सुनेको छु। पेनेलोपीले पनि यही गर्थिन्। जब उनी निराश हुन्थिन्, उनी आफूलाई सम्झाउँथिन्, म सक्षम छु र राम्रो कुरा हुन समय लाग्छ। यो बानीले उनलाई मानसिक रूपमा बलियो बनायो। वाह, त्यसो भए सृजनात्मक दृष्टिकोणले हामीलाई आइडिया दियो, सङ्गठित विचारले त्यसलाई परिष्कृत गर्यो। तर आजको सूचना र विचलनको युगमा त्यो एउटा विचारमा टिकिरहनु सायद सबैभन्दा गाह्रो काम हो। एकदमै गाह्रो। मलाई लाग्छ यही नै तेस्रो र सबैभन्दा शक्तिशाली अवधारणाको काम हो, नियन्त्रित ध्यान। किताबमा त यसलाई मानसिक डाइनामाइट नै भनिएको छ। हो, किनभने यो त्यही शक्ति हो जसले विचारलाई वास्तविकतामा बदल्छ। नियन्त्रित ध्यान प्राप्त गर्न 5 वटा तत्त्वहरू एकसाथ चाहिन्छन्: उद्देश्यको निश्चितता, आत्म-अनुशासन, नियन्त्रित ध्यान, स्वतः सुझाव र इच्छा शक्ति। 5 वटा? हो, यी सबै एकअर्कासँग जेलिएका छन्। यसलाई बुझ्नको लागि ह्यारोल्डको उदाहरण निकै सान्दर्भिक छ। जसलाई महिनाको अन्त्यमा घर भाडा तिर्न पैसा चाहिएको थियो, उसले कसरी यी 5 तत्त्वहरू प्रयोग गर्यो त्यसलाई एक एक गरी हेरौँ न। अवश्य। पहिलो, उद्देश्यको निश्चितता। ह्यारोल्डको लक्ष्य एकदमै स्पष्ट थियो, भाडा तिर्न पैसा जुटाउने। ठिक छ। यो स्पष्टताले उसलाई अन्य कुरामा अल्मलिन दिएन।
दोस्रो, आत्मअनुशासन। उसले पैसा कहाँबाट आउला भन्ने डर र निराशालाई आफूमाथि हावी हुन दिएन। उसलाई थाहा थियो डराएर बसेर पैसा आउँदैन। तेस्रो, नियन्त्रित ध्यान। उसले आफ्नो सम्पूर्ण मानसिक ऊर्जा पैसा कमाउने उपाय खोज्नमा लगायो। सामाजिक सञ्जाल चलाएर वा साथीभाइसँग गफ गरेर समय खेर फालेन। उसको दिमाग एउटै प्रश्नमा केन्द्रित थियो, कसरी? हो, र जब उसले दिमागलाई यसरी केन्द्रित गर्यो, चौथो तत्त्व, स्वतः सुझावले काम गर्न थाल्यो। उसको दिमागले नै उसलाई उपायहरू दिन थाल्यो। छिमेकीको बगैँचा सफा गरिदिने हो कि मलाई गणित राम्रो आउँछ, कसैलाई ट्युसन पढाउने हो कि, अनेक सम्भावनाहरू देखिन थाले। र अन्त्यमा आयो इच्छा शक्ति। उसले छिमेकीलाई सोध्दा पहिलो 2-3 जनाले चाहिँदैन भने होलान्। पक्कै भने होलान्। तर उसले हार मानेन। उसलाई थाहा थियो यदि प्रयास गरिरह्यो भने कोही न कोही तयार हुन्छ। अन्ततः उसले काम पायो र भाडा तिर्न सफल भयो। यो सानो उदाहरणले नै ठूलो सत्य बताउँछ। अलेक्जान्डर ग्राहम बेलले टेलिफोनको आविष्कार पहिलो प्रयासमा गरेका थिएनन्। उनले एकपटक भनेका थिए, मैले कति पटक असफल भए भन्ने गन्ती नै बिर्सिसके। तर हरेक असफलताले उनको इच्छा शक्तिलाई झन बलियो बनायो, किनभने उनको ध्यान आफ्नो उद्देश्यमाथि पूर्ण रूपमा नियन्त्रित थियो। यी सिद्धान्तहरू व्यक्तिगत परियोजनाको लागि त निकै शक्तिशाली देखिन्छन्, तर हाम्रो दैनिक जागिर वा करियरमा यिनीहरूलाई कसरी लागू गर्ने? एन्ड्रु कार्नेगीले विशेषज्ञताको कुरा गरेका छन्, तर आजको समयमा त हामीलाई ज्याक अफ अल ट्रेड्स अर्थात् सबै कुरामा पोख्तो हुन सिकाइन्छ। यो निकै महत्त्वपूर्ण प्रश्न हो। कार्नेगीको तर्क के थियो भने आफ्नो सम्पूर्ण मानसिक क्षमता एउटै क्षेत्रमा लगाउँदा सफलताको सम्भावना एकदमै बढ्छ। उनले आफ्नो ध्यान स्टिल उद्योगमा मात्र लगाएर इतिहासकै सफल व्यक्ति बने। उनको लागि धेरैतिर हात हाल्नु भनेको आफ्नो शक्तिलाई छिन्न भिन्न पार्नु हो थियो। सुन्दा त तर्कसङ्गत लाग्छ, तर म सोच्दै थिएँ खुद्रा व्यापार जस्ता क्षेत्रहरूको के हुन्छ? एउटै डिपार्टमेन्ट स्टोरमा त खेलकुदका सामानदेखि भान्साका भाँडासम्म पाइन्छ। हो नि। त्यहाँ विशेषज्ञताको कुरा कसरी लागू हुन्छ? कार्नेगीका अनुसार विविधताभित्र पनि विशेषज्ञता हुन्छ। डिपार्टमेन्ट स्टोरको कपडा विभागको प्रबन्धक कपडाकै विशेषज्ञ हुन्छ। हो त। उसलाई कुन कपडा बिक्छ, कुन फ्यासन चल्दैछ भन्ने थाहा हुन्छ। उसले खेलकुद विभागको निर्णय गर्दैन। त्यसैगरी कोर्पोरेट जागिरमा पनि वित्त विभागको विशेषज्ञले मानव संसाधनको काम गर्दैन। बुझे। हरेकले आफ्नो क्षेत्रमा गहिरो ज्ञान हासिल गरेका हुन्छन्। सफलताको लागि विशेषज्ञता अनिवार्य छ। तर घेरै मानिसहरूको दुविधा के हुन्छ भने यदि आफूले रोजेको विशेषज्ञताको क्षेत्र नै गलत रहेछ भने के गर्ने? के त्यति बेलासम्म गरेको लगानी खेर जान्छ? यो डर एकदमै स्वाभाविक हो। यसका लागि किताबमा क्लेयरको सुन्दर उदाहरण छ। उनले कलेजमा सञ्चार पढेकी थिइन्, तर पढाइसकेपछि उनलाई त्यो क्षेत्रमा काम गर्न मन लागेन। उनलाई चिकित्सा क्षेत्रमा रुचि जाग्यो र डाक्टर बन्ने निर्णय गरिन्। त्यसो भए त उनको 4 वर्षको सञ्चारको पढाइ खेर गयो नि? गएन। बरु त्यही पढाइ उनको सुपर पावर बन्यो। कसरी? उनको सञ्चार कौशलले उनलाई बिरामीहरूसँग राम्रोसँग कुराकानी गर्न सक्ने, उनीहरूको समस्या गहिराइमा बुझ्ने एक असाधारण डाक्टर बनायो। वाह! हिलको सन्देश के हो भने विशेषज्ञता परिवर्तन गर्नु समयको बर्बादी होइन, बरु आफूलाई मन नपरेको काममा जीवन बिताउनु चाहिँ समयको सबैभन्दा ठूलो बर्बादी हो। कुरा त हो। तपाईले पहिले सिकेको सिप कहिल्यै खेर जाँदैन। त्यो तपाईको नयाँ यात्रामा कुनै न कुनै रूपमा सहयोगी बन्छ। एकदमै सान्त्वना दिने विचार। त्यसो भए आजको यो गहिरो छलफललाई बीट मारौँ। हामीले आफ्नो मनलाई नियन्त्रण गर्ने 3वटा मुख्य स्तम्भहरूबारे कुरा गर्यौं। अवसरहरू देख्नका लागि सृजनात्मक दृष्टिकोण, सही विचार छान्नका लागि सङ्गठित विचार र छानेको विचारलाई वास्तविकतामा बदल्न नियन्त्रित ध्यान। हो, र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यी केवल दर्शन वा सिद्धान्तहरू होइनन्, यी व्यावहारिक औजारहरू हुन्। हो, जसरी हामी जिम गएर शरीरको मांसपेशी बनाउँछौं, त्यसरी नै यी सिद्धान्तहरूलाई अभ्यास गरेर हामी आफ्नो मानसिक मांसपेशीलाई बलियो बनाउन सक्छौं र आफ्नो जीवनको लगाम आफ्नै हातमा लिन सक्छौं। ठ्याक्कै। सारांशको अन्त्यमा एउटा निकै गहिरो वाक्य छ। जब तपाईले पृथ्वीमा आफ्नो अस्तित्वको वास्तविक उद्देश्य पत्ता लगाउनुहुन्छ,
तपाईँको मन, शरीर र आत्मा त्यसलाई प्राप्त गर्न पूर्ण रूपमा समर्पित हुनेछन्। र यसले हामी सबैको लागि एउटा महत्त्वपूर्ण प्रश्न छोडेर जान्छ। कुनै जागिर, कुनै परियोजना वा कुनै पदभन्दा पर त्यो एउटा ठूलो उद्देश्य के होला जसको लागि हामीले यी शक्तिशाली मानसिक औजारहरू प्रयोग गर्न सक्छौं? सायद यो प्रश्नको जवाफ खोज्ने नै जीवनको सबैभन्दा सार्थक यात्रा हो।